नमस्ते थोक्दिया सबैजनालाई फेरि पनि म भिडियो बनाउँदैछु। आज चाहिँ म बजार जान लागेको चितवन मौरी हेर्नको लागि दाइसँग जान लागेको। म चाहिँ अब घरबाट तयार भएर निस्किसकेको छु। अब म यहाँबाट जाँदैछु। सबैजनाले भिडियो स्किप नगरिकन फुल भिडियो हेरिदिनु होला अन्तिमसम्म। म चाहिँ यता दाइको घर आइपुगेको छु गाइसहरू। हामी चाहिँ नि चितवन राति 11 नम्बरमा रहेको यो भाइरल रोडमा हामी पुगिसकेको छ। हामी चाहिँ चितवन जाँदै हो बाटोमा। यो चाहिँ भाइरल रोड भनेर चिनिन्छ, कालो पानी। गाइसहरू हामी चाहिँ यता भन्डारा पुग्न लागिसकेको छौँ। हामी यता सिकेर ओह्रालो झर्दैछौँ हामी चाहिँ। हेलो गाइस, म चाहिँ ड्राइभ गर्दैछु है। यता हुनुहुन्छ ड्राइभ हाम्रो सरजी। हेलो गाइस, भन्नुहोस् है कतिको स्पिड पुऱ्याउने हो भन्नुहोस् है गाइस, भन्नुहोस्। यस्तो ओह्रालो छ, ओह्रालोमा कतिको स्पिड पिकअप दिएर कति होला कमेन्ट गर्नुहोस् है सबैजनाले। हामी चाहिँ चितवन मौरी हुने ठाउँमा आइपुगेको छौँ। हामी चाहिँ चिनी दिनको लागि हामी तयार भइसकेको छ। चिनी खोल्दै हुनुहुन्छ यता हाम्रो राइडर सरजी चिनी। अब चाहिँ हामी यो मौरीलाई चिनी दिइसकेपछि हामी घर फेरि लाग्नेछौँ। हाम्रो मौरी हेर्नु सक्नुहुन्छ सबैजनाले। मौरी यो सबै मौरी गाह्रो हो। ल त गाइसहरू, म चाहिँ यता चिनी दिँदैछु मौरीलाई। चिनी दिँदै हो। फाइनली गाइस, हामी चाहिँ नि चिनी दिएर भ्याइसकेको छ। आँखा त के कस्तो ठुल्ठुलो देख्यो त। अब हामी चाहिँ आफ्नो घरतिर लाग्नेछौँ। हामी चिनी दिएर हामी भ्यायो, काम सकियो। र अब यो भिडियो हेरिदिनु भएकोमा सबैजनालाई थ्याङ्क यू सो मच भन्न चाहन्छु। र अब फेरि पनि अर्को भिडियोहरू नेक्स्ट टाइम। ओके बाई सबैजनालाई, बाई बाई।